YouTube channel Yafe Arya Super Studio and done subscribe please. ल गाइस देवचुलीको बाटो है हामी यहाँ देवचुलीको बाटो ल हेर्नुहोस् कस्तो भिड पाखा आइछ तपाईँलाई म पुरै देखाउन गइरहेको छु देवचुलीको बारेमा हामी आएर बसेको होमस्टे यहाँ छ यहाँ रहेको छ होमस्टे वेलकम टु माई भ्लग माई फर्स्टराम भण्डारी ल होमस्टेको गाउँहरू गाइस अर्को बाटो रहेको छ त्यो बाटो हुँदै 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 कार पुगेको देखियो होला गाइस है घामले केही देखेको छैन क्या हो त बाटो हुँदै 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 जाने छ गाइस बाटो एकदम साँघुरो कालो रहेछ जस्तो तस्तो गाडीलाई गाह्रै छ गाइस ल गाइस देवचुलीको बाटो है हामी यहाँ देवचुलीको बाटो ल हेर्नुहोस् कस्तो भिड पाखा आइछ तपाईँलाई म पुरै देखाउन गइरहेको छु देवचुलीको बारेमा हामी आएर बसेको होमस्टे यहाँ छ यहाँ रहेको छ होमस्टे पोखरबाट आउनुभएको रहेछ सरहरू है सानो गाडी है अन्य सानो गाडी यहाँ साबाट आउनुभएको रहेछ जाँदै हुनुहुन्छ म्याग्दीबाट अब यो बाटो हुँदै जाँदै हुनुहुन्छ है यस तपाईँलाई पुरै देखाउनु देवचुलीको बाटो एकदम सानो बाटो सानो गाडीले ठिकै छ यो बाटो सरहरू अब बाटो घुमाउनु थाल्नु अगाडि एउटा उता गयो एउटा तलबाट जान्छ अब है घुमाएर आउँछ बाटो गाडी यति सानो गाडी नतानेको तान्दैन क्या त गाडी त माथि डाँडा पनि गाडी आइरहेको छ गाइस हो वहाँ पुग्ने हो कहाँ गयो मेरो सापहरू उता घुमाउनुलाई बाटो बिर्सेछ नि ल सानोबाट चाहिँ बाटो अप्ठ्यारो भयो गाइस त्यहाँबाट माथि जान नसकेर फेरि फर्केर आउनुभयो अर्को बाटो जानुहुन्छ यो डाँडाको उतापट्टि रामपुर हो त्यो बादलै बादल देखेको रामपुर गाइस उहाँहरू आउनुभयो सररै देख्न सक्नुहुन्छ है बाटो सानो सानो एकदम सानो एकदम फिक्स कारलाई पनि फिक्स है गाइस कारलाई पनि फिक्स यो देवचुली डाँडा हेर्नु जाने भनेको है जानुभयो मेरो साबरमा म्याग्दीबाट आउनुभएको रहेछ है गाइस अब हामी देख्न सक्छौँ देवचुली चुली बजार मगर समुदायको होमस्टे यहाँ हामी यहाँ बस्यो आज देवचुलीमा स्कुल रहेको छ स्कुल देवचुली गाउँ तपाईँ लगभग हल्का आकार त सिक्लो जस्तो दिएको रहेछ है गाइस यो डाँडोबाट डाँडो हो वहाँ डाँडोमा पुग्ने हो को सक्छ वहाँ डाँडोमा पुग्ने कोही सक्दैन हामी त अब सकेर आज यही हो बासोमा ल गाइस हामी देवचुलीको होमस्टेमा आउँदै गरेको अवस्था छ गाइस यो देवचुली होमस्टेमा सेम सिक्ला जस्तो यो मान सम्मान गर्ने कार्यक्रम रहेछ है एउटा सम्मानपूर्वक टिका लगाउँदै गरेको अवस्था यो भोलि बिहान देखाउनेछु मैले यहाँ सबैलाई हामी यो देवचुलीको होमस्टेमा आइसकेको छ डाँडा चढ्ने भन्छ नि ओ त्यो डाँडा हो अब अन्धकार कहाँ डाँडा देखिन्छ है कोही भाइहरूले आगो तापिरहेको अवस्था छ गाइस तपाईँ देख्न सक्नुहुन्छ आगो तापिरहेको अवस्था छ हेलो YouTube channel Yafe Arya Super Studio and done subscribe please
पोखरी भन्दो रहेछ गाइस यहाँ पोखरीदेखि दाहिने लागेपछि 3 घन्टाको बाटोपछि देवचुली चढ्न जाँदैछौँ गाइस तल होमस्टेमा बसेर आएको है बाटो एकदम राम्रो छ भनेर नसोच्नुलाई एकदम अप्ठ्यारो भिर बाखा छ है अलिक डेन्जरै बाटो भएको कारणले गर्दाखेरि गाडीहरू आउनु दुःख छ त्यस्तो डेन्जर त नभन्नु होइन लगाउ डेन्जरै छ बाटो त लास्टै छ नि त अब त्यो चित्र जस्तै छ हेर्दाखेरि है देवचुली हो यो दलदलदेखि कम्तीमा पनि 20-22 किलोमिटर टाढा रहेको छ यो क्षेत्र अब यहाँदेखि लगभग 2 घन्टाको यात्रापछि हामी पैदल यात्रापछि हामी देवचुली डाँडा पुग्दैछौँ गाइस है अब म देवचुली डाँडा पुगेँ भने त हजुरलाई देखाउँछु तर हिँड्न सकेला जस्तो छैन गाइस अब यहीँबाट तपाईँहरूले प्रशस्त हेर्नु डाँडो टावर छ है ए तेरे लगाजी देवचुलीको बाटो यति राम्रो छ सम्म छ ल या मजाको बाटो छ है देवचुली वा भन्नेलाई आएपछि थाहा हुन्छ बाटो कस्तो छ भन्ने क्या राम्रो त्यो रहेको छ गाइस देवचुलीको होमस्टेहरू तपाईँ देख्न सक्नुहुन्छ देवचुलीको होमस्टे उता देख्न सक्नुहुन्छ हिमाल देवचुली डाँडो हो त्यो हो टावर देखिन्छ टावर देखेछ देवचुली डाँडो अब केटाकेटीहरू तर बाटो हेर्दाखेरि एकदम राम्रो यहाँ यता त तर लास्टै उकालो ओह्रालो बाटो छ त्यस कारणले गाडी ल्याउनुभन्दा पहिला एकदम विचार गर्नुहुन अनुरोध गर्न चाहन्छु अब तलबाट हामी बसेको ठाउँ हो त्यो हो तर त्यहाँदेखि हिँड्दै हिँड्दै आउनु बहुत टाढा भयो अब यहाँ आएको भए गाइस यहाँ बसेको भए त डाँडा चढ्नलाई सजिलै थियो नि होइन जान्नुपर्छ धेरै कुराहरू यहाँ आउँदाखेरि विचार गर्नु होला साथीहरू यहाँसम्म बाइकहरू आउँछ बाइक स्कुटीहरू आउँछ मजाले तर चलाउने एक्सपिरियन्स हुनुपर्छ है बाइक स्कुटी ल्याउनु अनि पोखरीदेखि यता यहाँ बसेर तपाईँ जान सक्नुहुन्छ यहाँबाट त 1.5 घन्टा 1 घन्टा पुगिन्छ होला गाइस अलिकति दिमाग लगाएर बस्ने भने गाइस हामी हो यहाँ आएर बस्नुपर्छ है गाइस तर तपाईँहरूले देवचुली आउँदै हुनुहुन्छ भने गाइस अब मैले कसैको प्रचार गरेको त होइन देवचुली डाँडाकै प्रचार होस् किन भन्दाखेरि तपाईँ हामी आउँदाखेरि मान्छे हामीले किन दुःख पाइयो भन्दा अन्त बाहिर बसेर हो यहाँ आएर बस्नुपर्छ पोखरीदेखि देवचुली जाने बाटोमा लगभग आधा घन्टाको हिँडाएपछि त्यहाँ होटेलहरू छ होमस्टेहरू छ त्यता बसिसक्यो भोलि बिहानको लागि जानको लागि सजिलो हुन्थ्यो आज हामी तल उहाँ बसे केटाहरू बसे उहाँबाट हामी हिँड्दै आउँदा कति टाइम लाग्यो अनि यहाँबाट त अहिले यहीँ त छ है डाँडो तर बस्नुपर्छ यहाँ है गाइस यहाँ बाइकहरू स्कुटीहरू पनि आउँछ रमाइलो ठाउँ छ शान्त छ तर यहाँ आउँदाखेरि बस्नुपर्ने यतै छ है गाइस तर मेरो त होइन यो मैले प्रचार गरेको होइन किनभने हामीलाई सजिलोको लागि है गाइस हामी विश्राम स्थलमा आएर बस्दैछौँ गाइस अब गुफा आइसकेको अवस्था छ गाइस नजिकै यति नजिक आइसकेको छ गाइस तपाईँ देख्न सक्नुहुन्छ उहाँबाट देखेको नाम पनि भन्न आउनु छोड्यो यार मतलब देवचुलीको डाँडोमा अब लगभग आएर अलिकति तल विश्राम गर्दैछौँ नि भाइ बहिनीहरू विश्राम गरे छन् अब कहाँदेखि आएको कहाँबाट आइयो 3टा 4वटा डाँडा काटेर आइयो अब माथि पुगिसकेपछि कस्तो रहेछ देवचुली भनेर तपाईँले हेर्न सक्नुहुनेछ गाइस वेलकम टु माई भ्लग माई फर्स्टराम भण्डारी आइसक्यो है गाइस हामी देवचुलीको डाँडामा आइसक्यो भाइ मेरो भिडियो बनाउँदा हाँसेछन् गाइस हाँस्नु पर्दैन हाँसो भाइ अब यहाँ गुफा छ है
ल ल गुफापछि हामी टावरमा जाँदैछौँ तपाईँलाई त्यहाँबाट देखिने सिनहरू ल हेर्नुहोस् तपाईँ देख्न सक्नुहुन्छ यता रामपुर उता नारायणघाट यो नवलपुर भइहाल्यो गाइज अब तपाईँलाई उतापट्टिबाट पोखरा देखाउँदैछौँ त्यसको लागि भिडियो स्किप नगरिकन हेरिदिनु होला भन्न चाहन्छु हस् त धन्यवाद ल माथि ल गाइज है देवचुली आउँदाखेरि बाटो साह्रै अप्ठ्यारो छ यी साइड पनि देखिँदैन है गाइज ल सब्सक्राइब भाइहरू है युट्युब फर्स्ट डन ल यस्तो बाटो झरिराख्नु भाइहरू है अनि तिम्रो गएर आइसक्यौ ओ गाइज यार बाटो लास्ट अप्ठ्यारो छ यी खन्द्रा खुन्द्रुङमा जाँदैछन् गाइजहरू यहाँ आउँदाखेरि एकदम पिचार पुऱ्याएर आउनु होला है केटाकेटी लिएर नआउनु होला बिहान आउने 3 बजे उठ्ने 5 बजे चढ्ने यो अहिले यतिखेर चढेर यो के भन्ने फाट्छ ल बाटोको अवस्था हेर्नुहोस् कस्तो छ गाइज ल बाटो यस्तै हो बहिनी ल हेर बाटो यो बिचरा हेर कसरी आउने समाधि आउने देवचुली डाँडामा जानलाई गाह्रो छ गाइज अब साइड पनि पुग्छ कि नै ल है सर यसो है हाम्रो टाउसिटीको सरहरू हो क्या उहाँहरू टाउसिटी म जम्मै चिन्छु नि त भाइ ल बाटोको अवस्था यस्तो छ गाइज नर्क जस्तो छ कि स्वर्ग जस्तो स्वर्ग जाने बाटो है हो सही हो ल बाटो हेर बाटोको अवस्था बाटो त पिच एकदम ए ल साइड नपुग्ने बाटो छ है नानी बाबुहरू झरिसक्यो है गाइज ओहो यहाँ उहाँ पुग्ने हो देखेको गाउँमा यहाँ झरेर वाह हो ल बाटोको अवस्था यस्तै छ डाँडो त्यहाँ हो के अरे अब खै डाँडो आज हिमा के अरे सगरमाथा चढे जस्तो भयो है गाइज अक्सिजनको कमी होला जस्तो पारेको छ है मैले धेरै चढ्दाखेरि ल जाँदा जाँदै गाइज यो देवचुली चढ्दा चढ्दै गुफा भेटाइयो अब गुफामा के छ त है गाइज गुफा गुफामा त दर्शन गर्ने ठाउँ रहेछ ल देवचुली माईले सबैको रक्षा गरून् भन्न चाहन्छु म जय होस् ए गुफा रहेछ केटा यता ल गुफा ल गुफा रहेछ अब गुफा यहाँ डरलाग्दो गुफा रहेछ मन्दिर रहेछ जय बाबा रक्षा गर्नु यहाँ पैसा फाल्यो रहेछ नि यार पैसा किन फाल्नु पर्यो होला पैसा फालेर कुन चाहिँ नि यार फाइनल्ली हामी यहाँ देवचुलीको डाँडामा आइयो खास केही रहन्छ गाइज देवचुली डाँडामा तपाईँहरू आउनु पर्यो भने बिहान 3 बजे उठेर 5 बजेभित्र आउन सक्नुभयो भने यहाँको भ्यू अच्छा देखिन्छ नत्रै जहाँबाट हेर्ने एउटै हो है ल गाइज हामी फाइनल्ली अब यहाँ आइसक्यो भ्यू अब यतिखेर 2-3 बजे केही नदेखिने रहेछ गाइज ल देवचुली गाइज फाइनल्ली गाइज हामी देवचुली डाँडामा पुगेको अवस्था गाइज देवचुली आउनुभन्दा पहिला विचार गरेर आउनुलाई गाइज बाटो साह्रै अप्ठ्यारो छ गाइज तपाईँ देख्न सक्नुहुन्छ हिमाल तपाईँ देख्न सक्नुहुन्छ यहाँबाट पोखरा तपाईँहरू देख्न सक्नुहुन्छ बुटोल तपाईँहरू देख्न सक्नुहुन्छ चुरी पर्वत सगरमाथा माछा पुछ्रे सबै ठाउँ देखि फाइनली गाइज हामी देवचुली डाँडादेखि अब आइसकेको सबैजना आइसकेपछि हामी तरकारी हेर्छौँ हामी पोखरी आइसक्यौँ ल गाइज केटाहरू माथि रमाइलो गरिरहेको डाँडामा ल गाइस यहाँबाट सिँढी सुरु भएको अवस्था छ गाइस अब देख्न सक्नुहुन्छ अब हामी यो सिँढी जाँदैछौँ अब करिब आउनु लागिसकेको अवस्था छ गाइस है यो सिँढी चढेर आउनु लागिसकेको अवस्था छ गाइस अब सिँढी चढ्दै अब कति छ है म देखाउन गइरहेको छु लगभग 1 घन्टाको यात्रापछि सिँढी सुरु भयो अब सायद सिँढीबाट छिटो पुगेला जस्तो लाग्छ है गाइस
सबैलाई नमस्कार, म परशुराम भण्डारी। ल यहाँको होमस्टे देवचुली डाँडो। अब यहाँ त नजिकै छ कि हिँड्नलाई 1 घन्टा लाग्छ होला। हामीले गल्ती गरेर है तल बस्यो, त्यस कारण गल्ती गरेको कारणले गर्दाखेरि आज हामी दुःख पाइयो। अहिले हामी यहाँ अब 12-1 बज्दासम्म पनि माथि चढ्न सकेको अवस्था छैन गाइस है। तपाईँ देख्न सक्नुहुन्छ देवचुली डाँडैमा यो ट्रेकिङ बाटो हो। यति दुःख गरी बनाएको यो पछाडिको बाटो आउँदैछौँ हामी, जाँदैछौँ फेरि अगाडि। यति दुःख गरेर भिडियो बनाइरहेको छु गाइज। सब्सक्राइब, सेयर, कमेन्ट गरिदिनु होला गाइज। लाइक नछुटाउनु होला प्लिज प्लिज प्लिज। अब हामी अब देवचुलीको डाँडो टावर देखिन्छ होला, सायद हल्का देखिन्छ होला। हो त्यहाँ टावरमा पुग्दैछौँ गाइज। अब यस्तै बाटो हिँड्ने बाटो। अब यो बाटो आइयो गाइज। यो घान्द्रुक भन्दा पनि टाढो रहेछ है गाइज। ल गाइज 4 सिजन चेतन होटल रहेछ, यहाँसम्म बाइकहरू आउँदो रहेछ गाइज। यहाँभन्दा अन्त त पार्किङ यहाँ रहेछ। अब यहाँ टाढो चढ्ने हो वा माथि। ल सबभन्दा बेस्ट यहाँ देवचुली डाँडो चढ्नलाई पोखरीसम्म गाडी आउँछ। पोखरीबाट कन्ट्याक्ट गर्नुपर्छ। 4 सिजन चेतन होटलमा कन्ट्याक्ट गरेर यहाँ बस्नेको व्यवस्था गरेर यहाँबाट सिधा बिहान हिँड्नको लागि सजिलो हुने कारणले गर्दा अन्त तलतिरको होटलहरू बुक नगर्नु होला। तलतिरको होटलहरू बुक गर्दा साह्रै दुःख पाइँदो रहेछ है गाइज। ट्रेकिङको बाटो ल सट्टी छोटो हालिरहेको छु गाइज। ए ल भाइहरू, यो भाइ बहिनीहरू यी घुम्न आएको यिनीहरूलाई लिएर आएको। थाके जस्तो छ बहिनी, बसेको अवस्था छ, खुट्टा दुख्यो, जुत्ता खोलेर हिँड्छौ। ल हेर्नु ल बाटो यस्तै छ गाइज है। तपाईँहरू देख्न सक्नुहुन्छ देवचुली डाँडोमा पुग्न सकिन्छ कि सकिन्न भन्ने कुरा भइरहेछ है। देवचुली डाँडोमा गएपछि म तपाईँलाई पुरा भिडियो हाल्नेछु। यो छोटो हालिरहेको छु। यसको लागि यति दुःख मेहनत गरेर भिडियो बनाउन गइरहेको छु। हजुरहरूले सब्सक्राइब गरिदिन नबिर्सिनु होला। गाइज अब हामी ट्रेकिङ गर्दै देवचुली डाँडामा जाँदैछौँ गाइज। आधा त हिँडिसक्यो अरे, अब आधा हिँड्ने बाँकी छ। अब डाँडो ट्याक्क सर हो त डाँडामा पुग्ने हो। ट्याक्क त्यहाँ हिँड्दैको केटाहरू हिँडिरहेको छ नि, हिँड्ने बाटो त्यता छ गाइज। अब त्यहाँ लगभग त्यहाँ पुग्ने अवस्था भइसकेको छ गाइज। अब म त्यहाँ गइसकेपछि हजुरहरूलाई त्यहाँको बारेमा देखाउँछु। जे जस्तो भए पनि देवचुली कस्तो रहेछ भन्ने कुरा जानकारी गराउन चाहन्छु। तर बाटो एकदम दलदलैदेखि करिब 20 किलोमिटरको दूरी रहेछ। 20 किलोमिटरको दूरीको बाटोको अवस्था भनेको यस्तै छ। सेम यही बाटो हो। यस्तो बाटोमा कसरी गाडी ल्याएको हामीले है गाइज। अब आइसक्यो, एकचोटि आइसकेपछि आउनु पऱ्यो है। तलसम्म हाम्रो गाडी आउँछ गाइज। तपाईँको पोखरी भन्ने ठाउँसम्म गाडी आउँछ। त्यहाँबाट पैदल यात्रा 1.5 घन्टाको पैदल यात्रा छ भन्ने सुनेको हो। अब हामी हिँडेको कति भयो थाहा छैन। सरर भ्युज हेर्ने भाइ हेर्नुहोस्। ए जिन्दगी हेर्ने भ्युजै हेर्छ। यही बाटो जाने हो गाइज। गाडी चलाएर हामी हिँड्दैछौँ। हाम्रो कुमार र म हिँड्दैछौँ है गाइज। अब तपाईँलाई म अब हिँडेँ, अब यसै भएन म देवचुली हिँड्न लागिसकेँ है। वहाँ जाने हिँडियो यसै भएन बसेर केटाहरू घुम्न गएको त्यसको लागि अब हामी घुम्नु जाने हो। हामी हिँड्यौँ। हो गाइज यही हो है देवचुलीको बाटो। तपाईँ देख्न सक्नुहुन्छ देवचुलीको बाटो।
देवचुली